नयाँ आइपिओ कहिले आउँछ भनेर बस्नु भएको छ? चिन्ता नगर्नुहोस्, आइपिओ को त लहर नै आउँदैछ। तर तपाईले पो अब नयाँ आउने आइपिओ भर्न मिल्छ कि मिल्दैन होला त? कतै तपाईको डिम्याट अनि मेरो सेयर अकाउन्ट एक्सपायर हुन त लागेको छैन? रिन्यू गर्ने बेला त भएको छैन? यदि तपाईले हरेक वर्षको असार मसान्त भित्र मेरो सेयर अकाउन्ट अनि डिम्याट अकाउन्टलाई रिन्यू गर्नु भएन भने तपाईहरुले आइपिओ पनि भर्न पाउनु हुँदैन भने ट्रेडिङ पनि गर्न पाउनु हुँदैन। मेरो सेयर अनि डिम्याट अकाउन्टलाई रिन्यू गर्न एकदमै सजिलो छ। कसरी भनेर हामी देखाउँछौं। आफ्नो मोबाइल अथवा ल्यापटपमा कुनै पनि ब्राउजर ओपन गरेर मेरो सेयर अकाउन्ट लगइन गर्नु होला। मेरो सेयर अकाउन्ट लगइन भइसकेपछि यदि तपाईको सेयर एक्सपायर हुन लागेको छ भने यसमा सूचना पनि दिएको हुन्छ र यसलाई हामीले रिन्यू गर्नको लागि स्क्रिनको राइट साइडको माथिपट्टि प्रोफाइल भनेर लेखेको ठाउँमा क्लिक गर्नु होला। त्यसपछि तपाईहरुलाई रिन्यू अकाउन्ट भनेर आउँछ। रिन्यू अकाउन्टमा क्लिक गरिसकेपछि तपाईहरुले विभिन्न पेमेन्ट मोडहरु पाउनुहुनेछ। तपाईहरुसँग कुन एप छ त? ई-सेवा छ, खल्ती छ अथवा आइएमई पे छ अथवा कनेक्ट आइपीएस छ भने पनि यो माध्यमबाट तपाईहरुले सजिलोसँग पेमेन्ट गर्न सक्नुहुनेछ। यति गरिसकेपछि तपाईहरुलाई डिम्याट अकाउन्ट कति वर्षको लागि रिन्यू गर्न मन लाग्छ र त्यसैगरी मेरो सेयर अकाउन्ट कति वर्षको लागि रिन्यू गर्न मन लाग्छ सिलेक्ट गरेर पेमेन्ट गरिसकेपछि मेरो सेयर अनि डिम्याट अकाउन्ट रिन्यूड हुन्छ। यति सजिलोसँग नै तपाईले आफ्नो मेरो सेयर अनि डिम्याट अकाउन्टलाई घरमै बसी रिन्यू गर्न सक्नुहुनेछ। अब आउने आइपिओ चाहिँ नछुटाइकन भर्नु होला। के थाहा नयाँ आइपिओ तपाईलाई पो पर्छ कि?